आज हामी अनलाइन म्यानिपुलेसनको बारेमा कुरा गर्दैछौँ। हाम्रो अनलाइन अनुभवलाई अदृश्य रूपमा कसले र कसरी चलाइरहेको छ अनि यो खेलबाट हामी कसरी बाहिर निस्कन सक्छौँ। आउनुहोस् यो विषयलाई अलि गहिरिएर हेरौँ। कहिलेकाहीँ यस्तो लाग्छ नि हैन, इन्टरनेटले हाम्रो मनको कुरा नै बुझिसक्यो जस्तो। खैर, यस्तो महसुस हुनु कुनै अनौठो कुरा होइन। आजको डिजिटल संसारमा यो हामी सबैको साझा अनुभव जस्तै भइसकेको छ। ल, आज हामी के कुरा गर्छौँ त? पहिलो, हाम्रो ध्यान तान्नको लागि भइरहेको लडाई। दोस्रो, हामीलाई म्यानिपुलेट गर्ने तरिकाहरू। तेस्रो, हाम्रो आफ्नै दिमागका कमजोरीहरू। र लास्टमा यी सबैबाट कसरी बच्ने। पहिलो टपिकबाटै सुरु गरौँ न त, ध्यानको लागि लडाई। यहाँ हामी बुझ्नेछौँ कि आजको डिजिटल संसारमा हाम्रो ध्यान कसरी सबैभन्दा मूल्यवान चिज बनेको छ। यो सबैको जड हो एटेन्सन इकोनोमी, माने यस्तो सिस्टम जहाँ हाम्रो ध्यान नै सबैभन्दा ठूलो सम्पत्ति हो। हर्बर्ट साइमनले भने जस्तै, जब सूचनाको बाढी आउँछ, ध्यान आफैमा दुर्लभ बन्छ। त्यसैले त हरेक प्लेटफर्म हाम्रो ध्यान खिच्न मरिहत्ते गरिरहेका छन्। र यो लडाई कति ठूलो छ भनेर बुझ्न यो नम्बर हेर्नुस् त। प्यू रिसर्चका अनुसार 46% हाई स्कुलका किशोर किशोरीहरू लगभग सधैँ अनलाइन हुन्छन्। सोच्नुस् त, यति ठूलो संख्याको ध्यान खिच्न कति प्रतिस्पर्धा होला। अब दोस्रो खण्डमा जाउँ। हाम्रो ध्यान खिच्न उनीहरूले के कस्ता खेल खेल्छन् त? हाम्रो फिडलाई पर्दा पछाडि बसेर कसले आकार दिइरहेको छ? एउटा ठूलो शक्ति हो फिल्टर बबल। यो भनेको एउटा अदृश्य कोठा जस्तै हो। एल्गोरिदमले हामीलाई त्यही कुरा मात्र देखाउँछ जुन हामीलाई मन पर्छ भन्ने उसलाई लाग्छ। एली पेरिसरले भने जस्तै, यसले गर्दा हामी एउटा बबलभित्र पर्छौँ र बाहिरी दुनियाँको फरक विचारबाट वञ्चित हुन्छौँ। अनि अर्को छ डार्क प्याटर्न। यो त सिधै धोका दिने डिजाइन हो। हामीलाई झुक्याएर नचाहिने कुराहरू गर्न लगाउने, जस्तै कि हाम्रो बडी डाटा लिने वा नचाहिने सामान किन्न लगाउने। यो प्रयोगकर्ताको हितमा हुँदैन। यो त हामीले कति भोग्यौँ होला, होइन र? सपिङ कार्टमा आफै सामान थप्पिने, होइन मलाई छुट चाहिँदैन जस्ता अप्सन देखाएर हामीलाई दोषी महसुस गराउने, अनि फ्री ट्रायल सकिएपछि थाहै नपाई पैसा काटिने, यी सबै त्यही डार्क प्याटर्नका उदाहरण हुन्। म्यानिपुलेसनका 6वटा रेड फ्ल्यागहरू छन् जुन गलत नियत भएकाहरूले अक्सर प्रयोग गर्छन्। पहिलो, हाम्रो रिस वा डर जस्ता भावनाहरूलाई प्रयोग गर्ने। दोस्रो, ठूला संस्थाको नाम चोर्ने। तेस्रो, मान्छेलाई जुधाउने। अनि त्यसपछि आउँछ ट्रोलिङ, षड्यन्त्र फैलाउने र अन्तमा राम्रा स्रोतहरूलाई फेक न्यूजको ट्याग लगाइदिने। तर यी बाहिरी शक्तिहरूले मात्र काम गर्दैनन्। कहिलेकाहीँ त हाम्रो आफ्नै दिमागले पनि उनीहरूलाई सघाइरहेको हुन्छ। अब हेरौँ हामीलाई कमजोर बनाउने ती आन्तरिक शक्तिहरू के हुन्। यसको मुख्य कारण हो कन्फर्मेसन बायस। यो हाम्रो दिमागभित्रको होमा हो मिलाउने साथी जस्तै हो। हामी जे विश्वास गर्छौँ त्यसलाई मात्र सही देख्छ र त्यसलाई समर्थन गर्ने जानकारी मात्रै खोज्छ, अरू कुरालाई वास्तै गर्दैन। अनि सोच्नुस् त, यो इन्टरनेटले ल्याएको समस्या पनि होइन। 1620मै फ्रान्सिस बेकनले लेखेका थिए, मान्छेले एकपटक केही सोच्यो भने त्यसलाई सपोर्ट गर्ने कुरा मात्रै खोज्छ। भनेपछि यो त हाम्रो मानवीय स्वभावै रहेछ। यहाँ हेर्नुस् न, प्रश्न सोध्ने तरिकाले मात्रै कति फरक पार्छ। खुसी हुनुहुन्छ भनेर सोद्धा मान्छेले खुसीका कुरा सम्झिन्छन्, तर दुखी हुनुहुन्छ भनेर सोध्ने बित्तिकै उनीहरू दुःखका कारण खोज्न थाल्छन्। यसरी नै हाम्रो पूर्वाग्रहको फाइदा उठाइन्छ। ल, यति धेरै कुरा भयो। अब मुख्य प्रश्न, यसबाट बच्ने कसरी त? हाम्रो अन्तिम खण्डमा हामी यही कुरा गर्नेछौँ। हाम्रो ध्यान र दिमागलाई कसरी सुरक्षित राख्ने। यसको एउटा गजबको तरिका छ, साइकोलोजिकल इनोक्युलेसन, माने मनोवैज्ञानिक खोप। जसरी शरीरलाई खोपले रोगसँग लड्न तयार पार्छ, त्यसैगरी हाम्रो दिमागलाई पनि गलत सूचनासँग लड्न पहिले नै तयार पार्ने। हामी आफैले पनि केही कुरामा ध्यान दिन सक्छौँ, जस्तै फोनको नोटिफिकेसन बन्द गरिदिने, केही कुरा शेयर गर्नुअघि यो कहाँबाट आयो भनेर एकपटक सोच्ने, कहिलेकाहीँ गुगल बाहेक अरू सर्च इन्जिन पनि चलाउने। अनि सबैभन्दा महत्त्वपूर्ण, जब कुनै कुराले हामीलाई एकदमै रिस उठाउँछ वा डराउन खोज्छ, एकछिन रोकिएर सोच्ने। अनि के यी तरिकाहरूले साँच्चै काम गर्छन् त? डेटाले भन्छ एकदम गर्छन्। मिडियाको बारेमा थोरै सिक्दा पनि मान्छेहरूले सत्य र झुट छुट्याउन थाल्छन् र धोकाबाट बच्छन्। भनेपछि शिक्षा र जागरुकताले साँच्चै नै सकारात्मक प्रभाव पार्न सक्छ।
यसले हामीलाई एउटा अन्तिम र महत्त्वपूर्ण प्रश्नमा ल्याउँछ। अबको यो जमानामा जहाँ जे पनि बनाउन सकिन्छ, हामीले देखेको कुरामा कति विश्वास गर्ने? यो एउटा यस्तो प्रश्न हो जसको बारेमा हामी सबैले सोच्नुपर्छ।